गुड मर्निङ एभ्रिवान गाइज सबैजनालाई यतिखेर चाहिँ म सुबानेश्वर डाँडामा छु होइन। तपाईँहरूलाई के भन्नु आइरहेको भने होइन एकदम मेट्रो र बबाल भिउहरू चाहनुहुन्छ भने चाहिँ तपाईँहरू पनि सुबानेश्वर डाँडामा आउन सक्नुहुन्छ होइन। सूर्य बिनादेखि 5 मिनटको राइडमा पन्ट्याक आइपुग्न सक्नुहुन्छ। सो यतिको दामी भ्यू देखिरहेको छ यहाँबाट भने ल धेरै पछि आएर हो कि के हो है, यति जनाले घाम सामना लगाएर यस्तो बबाल भ्यू देखिरहेको छ। तपाईँहरूले पनि भ्यू देख्न सक्नुहुन्छ। सो फाइनली गाइज तपाईँहरूले भ्यू त देख्न सक्नुभयो। यहाँबाट जाँदा जाँदा यो माथि चाहिँ एउटा खतरा बबाल नै मन्दिर छ होइन। त्यो बबाल मन्दिरमा चाहिँ म एकचोटि गएर हेर्नेछु मन्दिर चाहिँ के कस्तो छ होइन, तपाईँहरूलाई पनि देखाउने नै छु। सो तपाईँ पनि हेरिदिनु होला। जुन माथि जाने गेट चाहिँ त्यो पराको देखिरहेको गेट हो, यो पछाडि देखिरहेको गेटबाट माथि जाँदा नि हुन्छ। तर हल्का उताबाट गयो भने चाहिँ बाइक राइडमा पनि पुग्न सकिन्छ है। सो बाइक लिएर जानुहुन्छ भने पनि यहाँबाट 1 मिनट पनि लाग्दैन। ट्याक्क उकालो चढ्न कसैलाई अल्छी लाग्छ भने चाहिँ बाइक पनि लिएर जान सक्नुहुन्छ। मेरो बाइक चाहिँ त्यहाँ छ होइन, ट्याक्क म चाहिँ बाइक लिएर नै जानेछु। सो आजको मिनी ब्लग के कस्तो लाग्छ सर्ट चाहिँ हल्का टिकटकमा हाल्छु, नभए लङ भिडियो बनाएर युट्युबमा हाल्छु। युट्युबमा पनि फुल भिडियो हुन्छ होइन, हेरिदिनु होला। सबैजनाले सपोर्ट देखाइदिनु होला। सो म चाहिँ तपाईँहरूलाई सुबानेश्वर पुरै देखाइरहेको छु होइन। माथि पनि चरी यहाँबाट माथि पनि जानु सक्नुहुन्छ। म चाहिँ हल्का माथि नै बाइक लिएर जानेछु तर भिडियोहरू बनाउनुको लागि। लु तपाईँहरू पनि आउनु सक्नुहुन्छ। यति मिठो भ्यू बबाल देख्नुहुन्छ है। सो फाइनली गाइज म चाहिँ अब यो माथि डाँडामा जानुको लागि चाहिँ यताबाट चल्दै होइन, यताबाट चाहिँ अब उकालो चढ्दै है। म भिडियो के कस्तो आउँछहरू अन्तिमसम्म हेरिदिनु होइन। तर हल्का यो छोटो बनाउनेछु तर मिठो बनाउँछु। सबजनालाई माया सपोर्ट देखाइदिनु ल गाइज। तर सल्लाह गरेर चाहिँ बाइकै त्यो बबाल भ्यू हेर्नु छ भने तपाईँहरू सुबानेश्वर मिठोसँगले होइन सजिलैसँगले आउनु सक्नुहुन्छ। ल यस्तो बबाल नै रहेछ है त। ल बबाल ल बाइक त भित्र नै जान्थ्यो होइन पहिला चाहिँ। अब चाहिँ के गर्छ कि भनेको गइदिरा म डिस्टर्ब भयो सरी है। ल हल्का अनुहारमा देखाइदिन्छु सरी ल। तपाईँहरू भ्यू चाहिँ यतिको मान्छे बबाल छ है त। लु शुक्रबार होला मान्छेहरू त्यति नै छैनन् त के भन्नु, मान्छेहरू त बस्दै छन्। सो हजुरहरूलाई के कस्तो लाग्छ होइन के भयो कमेन्ट गरिदिनु होला। यहाँ बाइक राख्न मिल्छ होला नि है। एकछिन बाइक राखेर यतातिरको भिडियो बनाउँदै अब उतातिर पनि जानेछु होइन। बबाल नै देखिरहेको छु मूर्ति चाहिँ। सो फाइनली होइन तपाईँहरूलाई के कस्तो लाग्यो कृपया कमेन्ट लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दैमा। सो फाइनल गाइस उकालो चढ्दै त्यहीँबाट चढ्दै आउँदै पनि हुँदैन। तर यहाँ आएपछि क्या बबाल देखिन्छ, बबाल ठाउँ देखिन्छ। ल सो गाइसहरू भन्दैमा अब निस्केको गोप्रोमा चार्ज पनि सकिसकेको अवस्था। अब यतिमा सो फाइनली गइन्छ भिडियो बनाउँदै तर्फा। सो आजको भिडियो चाहिँ तपाईँहरूलाई के कस्तो लाग्यो होइन यस्तो जवाब दिनु होला भन्दैमा अब सुबानेश्वरको भिडियो बन्द भयो ट्याक्क।